वेलकम टु माई ब्लग गाइजहरु। मेरो यो ब्लग स्केटिङसम्म बाट घरसम्म है। मेरा सोनिया सानसाना दुईटा सम्पु गेडाहरु अब जाँदैछु स्केटिङसम्म गाइजहरु। हाम्रा दुईटा बटहरु छन् मायासालेहरु। हाम्रो यहाँ दुईटा नोब्राहरु छन्। सब्स्क्राइब है सबैले। फेरि यतिमा हामीहरु यो ब्लु शिप भन्ने ठाउँमा आइसकेको छु। हेर्नुहोस् गाइजहरु, हेर्नुहोस् गाइजहरु, ब्लु शिप भन्ने ठाउँमा आइसकेको छु। सबले लाइक एन्ड कमेन्ट है गाइजहरु। दुईजना त नाच्दै गइदिइरहेको छ। उति गइमा हेर उता हाम्रो एउटा यहाँ डोल्पामा ब्याडमिन्टन हाउस बनिरहेको छ। उद्घाटन अब हुँदैछ कही दिन पछाडि गाइजहरु। छोटकरी बाटोमा खच्चरहरु पाइने गरिन्छ। देख्नु भयो त गाइजहरु, यो चाहिँ ट्याङ्की जग्गामा ट्याङ्कीमा लग्दै गरेको छ। लग्ने होला समथिङ गाइजहरु। हेर्नुहोस् गाइजहरु, यहाँ डोल्पाको विकसितै भएको छैन। यस्तो यो बाढ विरोधमा फोहोरहरु भइरहेको छ। यतिमै अब हाम्रो अर्को भिडियो खिच्यो। अब यतिमै हुनेछु गाइजहरु। हाम्रा छब्बिजीहरु पनि यहाँ धेरै छन् गाइजहरु। तर लोटी हेर्नुहोस् गाइजहरु, यहाँ पुलमा बारी यति धेरै मान्छेहरु छ न। अहिले हिँड्दा हेर्नु यहाँ गोरुहरु पनि आइसकेको छ। उता एउटा बच्चा मसँग बोलिरहेको छ। हेर्नु गाइजहरु, डोल्पाको हेर्नुहोस् गाइजहरु, उता मान्छेहरु पनि थुप्रै छ न गाइजहरु। अब यहाँको हावापानी मिठो आउँछ क्या, लास्ट मिठो आउँछ। उता दुई तिनजना एउटा बच्चा छ। खैको उता चिनेकै मान्छे होला, तर ऊ चाहिँ मेरो छिमेकी पर्छ नि त। ऊ बहिनी त मेरो छिमेकी पर्छ गाइजहरु। ऊ बहिनी त मेरो छिमेकी पर्छ है। अब के गर्नु, डोल्पाको ठाउँ हो यस्तो छ है। माथि पनि स्कुल छ। मेरो घर उपारिए हो गाइजहरु। ल वेलकम टु माई बाई बाई गाइजहरु। अब मेरो भ्लग यतिमै सकिन्छ। बाई बाई है। ल नेक्स्ट भ्लगमा रहन्छु है। बाई बाई गाइजहरु। यतिसम्मको मेरो भ्लग चाहिँ लाइक कमेन्ट सेयर, कमेन्ट त नभनौँ, सब्स्क्राइब चाहिँ गरिदिउँ है। सब्स्क्राइब गाइजहरु। ल